Hello guys, welcome to my mini vlog. Me and Pratima decided to go to the DC to watch cherry blossom. And this was our last minute plan. And we took a metro. This is my second time in a metro. And सबैजनाले मेट्रो नै लिएर आएको रहेछ के किनभने डीसीमा पार्किङ पाउन एकदमै गाह्रो हुन्छ अनि यो चाहिँ एकदमै पिक टाइम हो मान्छेहरू कहाँबाट आएको हुन्छ के डीसीमा अनि हामी चाहिँ मोनुमेन्टबाट चाहिँ हिँड्न स्टार्ट गर्यौं अनि द वेदर वाज सो गुड हैन अनि धन्न वेदर राम्रो भएर चाहिँ म खुसी भइरहेको थिएँ क्या अनि हामी चाहिँ वरिपरि घुम्यौं अनि हामी चाहिँ अलि ढिलो आएको रहेछौं क्या अलि 1-2 दिन अगाडि आएको भए राम्रो हुन्थ्यो किनभने सबै फुल जति झरिसकेको थियो अनि आफ्टर वेटिङ फर सो लङ वी फाउन्ड दिस स्पट अनि हामीले चाहिँ एकअर्काको भिडियोहरू खिच्न थाल्यौं अनि हामी पछाडि नै कति धेरै मान्छेहरू वेट गरिरहेको थियो क्या फोटो खिच्नको लागि सो हामीले उनीहरूलाई पनि छोड्दियौं अनि हामी चाहिँ अब फोटो खिच्न भन्दा पनि हामी इन्जोय गरौँ भनेर हामी यताको साइडतिर आयौं अनि प्रतिमा वाज इन्जोइङ अ लट अनि म चाहिँ क्याप्चर गरिरहेको थिएँ उसको मोमेन्टहरू अनि हाम्रो चाहिँ भोलि एक्जाम भएको कारणले छिटो घर जानु थियो अनि अल अफ सडन पानी पर्न थालेर अनि हामी चाहिँ यता ओत लागेको थियौं प्रतिमालाई चाहिँ केही पालै थिएन उ चाहिँ पुरा पानीमा पनि भिजी भिडियो बनाइरहेको थियो अनि म चाहिँ उबर कति बेला आउँछ भनेर हेरिरहेको थिएँ यो पछाडि चाहिँ मैले भिडियोहरू क्याप्चर गर्नै भुलेँ सो बाई